धेरै दिन पछि पय बोक्न आएको छौँ। यहाँ चाहिँ फर्स्टमा चाहिँ टिपाइ खोज्नुपर्छ। यहाँ हेर्नुहोस् होइन, अब यहाँ पयाको बोय चाहिँ अहिले सानो नि छ। लाइक कमेन्ट सब्सक्राइब सेयर चाहियो भने चाहिँ गरिदिनुहोस् हाम्रो युट्युब च्यानल किङ हिमालयमा जोडिनुहोस्। म एक भाइ पय ताने भोके पनि आएर आइसक्यो गाइस। रास्तै गाडी भइराखेको छ गाइस, परेन दुःख पाइयो। हेर्नुहोस् उता अझै बोकिराखेको छ केटाहरूले। यहाँ 8 बजी पय जोत गइसक्यो। यस्तै यो यस्तो भिजेको रहेछ पय, यहाँ देखाइदिनु यस्तो भिजेको रहेछ। हामीलाई यहाँको यो पढाइ बोकेको छ। अब उतातिर 29 भाइ हाल्न गएको छ गाइस। यस्तै यो चिसोको कारणले गर्दा यस्तै गाडी भइरहेको छ गाइस। हामी गाडी जो टेकासेका आइसक्यो। अब यहाँ भयङ पनि आइसक्यो। यसो हिँड्नुपर्छ। यहाँ त यहाँ खुट्टा खान्छ। अहिले पयाको रुख कस्तो देखेको छ गाइस, यसो कमेन्ट गरिदिनु। अब वहाँ चाहिँ जान्छौँ। अब वहाँ प्लेन उडेको छ गाइसमा पस्दैन। यहाँ चाहिँ देख्यो कि देख्दैन, यहाँ कहाँ उयो छ यति। पछाडि पोखरा गाछमा यतिको। अब चाहिँ उहाँ पढाइ चाहिँ हिँडेर गएको छ गाइस। धेरै आकाश चाहिँ धेरै छोडिएको छ। यता भाइ मिलाइरहेको छ गाइस, म बोक्ने उता यस्तै गाडी भइरहेको छ गाइस चाहिँ। स्वाहा छ। अब यो पढाइ छ गाइस। अब यता अर्को नि यता बोक्न पर्छ। धेरै गाह्रो छ गाइस, काम गरेर खान गाह्रो छ। यस्तो भाइ बोकिरहेको छु गाइस, रास्तै गाह्रो भएको छ। हामी गाइस यो पढाइ सय हालिसकेका छौँ र यहाँ भाइ यसरी अब यो हुन्छ। अब यहाँ डोरी सोरी बाँधिन्छ। अब त्यहाँबाट चाहिँ हिँडिन्छ गाइस। यस्तै गाह्रो छ, रास्तै गाह्रो छ यार। काम यस्तो छ गाइस। प्यार तेरा सुपरस्टार देसी कलाकार, मैं पुत जट दा मन दा निहार। दुनिया की सोचूगी साढ़े बारे है गल बिलो। तान्नु यता वाह। यो हामी यस्तै यो तल बाँधेका छौँ गाइस। यहाँ देख्नुहोस्, म यहीँ बस्छु माथि नै। ठाउँ चाहिँ राम्रो छ गाइस, यस्तो ब्युटिफुल छ। वा ट्याक्कै यहाँ बस्ने हो, यस्तरी बस्ने गाइस। दामी मजा आछ गाइस। ठिक छ, यो सोलो जिस्ते पानी आउने हो गाइस। यहाँको सोलो हात चाहिँ दामी छ गाइस। यहाँको घदै पनि यहाँ दामी छ गाइस। यो ठाउँमा चाहिँ हामी चाहिँ यो रोड गइसक्यौँ गाइस। अब त्यो रोड गएर चाहिँ म यहाँ माथि बस्ने हो। यहाँ किङ हिमाई बस्छ गाइस। अनि अब सिधा उहाँ गाई जति चाहिँ जाने हामी। यस्तो ठाउँ चाहिँ छ गाइस, दामी छ। सो गाइस हामी यो बाँधिसकेका छौँ र अबको एकछिनमा हामी अब यहाँबाट हिँड्छौँ गाइस। यस्तै हिँडेको छ गाइस, मजा आइरहेको छ। यतापट्टि अहिले दामी छ र यो यहाँ बुझ्नु छ गाइस। यतापट्टि दामी छ यति चायहरू हुन्छ कि गाइस। त्यो यति माथि बसेर बस्दिनँ। होइन गाइस, गाइड जति आइसक्यो। यस्तै यो राति जतिको छ पऱ्यो त रास्तै पानी भिज्यो गाइस। अब यहाँ तल झाइने छ। अब यो एकछिनमा झाइने छ। अब अगाडि बढाएको छैन। म यसमा भर गएर ठाउँ चाहिँ दामी छ गाइस। यो गाइड जति भन्ने हो। उतापट्टि चाहिँ यहाँ यो हात भएको छ गाइस। अस्ति मैले भिडियोमा थिएँ, यसमा गएर हेरिदिनुहोस्। होइन गाइस, पढाइ चाहिँ झारेर भइसक्यो। अब पढाइ चाहिँ यहाँ छ गाइस। आजको भयो कस्तो आयो गाइस, लाइक कमेन्ट र सब्सक्राइब सेयर गरिदिनुहोस्। यस्तै भयो हेर्न मन छ भने किङ हिमाई युट्युब च्यानलमा छ।